हेलो गाइज, आज हामीहरू नयाँ ठाउँमा फेरि आएका छौँ। यसरी हामी अब गेटभित्र पस्दै यहाँ के छ अब सबै हजुरहरूलाई देखाउने छु। नयाँ नयाँ यहाँ ठाउँ छ, फुलबारी छ एकदमै। यता फेरि ठुलो घोडा रहेछ। यता फेरि रमाइलो छ। यस्तो हामी यहाँ फेरि हाम्रो ग्रुप आएका छौँ घुम्न। यस्तो छ, घोडामा बसेर फोटो खिचाउने। यस्तो छ, रमाइलो छ साथीहरू। यो ठाउँ रहेछ कुलपानी हरित पार्क। कुलपानी हरित पार्क हजुर। ल यहाँ चाहिँ बच्चा बच्चीहरूले खेल्ने रमाइलो। ल आऊ। ल यस्तो छ खेल्ने ठाउँ। त्यतातिर फेरि पुरै रमाइलो छ, सबै छ यहाँ व्यवस्था। अब हामी फेरि यता अर्को पार्टमा छौँ। यता साइडमा यहाँ रमाइलो छ। यतातिर फेरि साना किसान देखाएको छ, राम्रो बनाएको छ। यता साइडमा छ फेरि बस्ने ठाउँ छ, रमाइलो छ यहाँ। त्यो साइडमा राम्रो देखिएछ। यस्तै घुम्दै यता जङ्गल छ, जङ्गलमा उता बाघ पनि बनाएको रहेछ। अनि त प्यारोट चराचुरुङ्गीहरू बसेका छन्, थुप्रै बसेछन् त। यहाँ फेरि राम्रै बनाएको छ। यता साइडमा फेरि अब गैँडा छ है, खतरनाक बनाएको छ यहाँ। ओके, यता फेरि अर्को साइडमा छ। यता यहाँ फेरि पिङ खेल्ने ठाउँ। यता पिङ खेल्नलाई रमाइलो छ। यता पिङ खेल्ने ठाउँ रहेछ, दामी तरिकाको छ। यता फेरि यहाँ डिजाइनको पिङ रहेछ यहाँ खेल्ने। यता फेरि यहाँ फेरि पिङ खेल्नलाई सानो मान्छे ठुलो मान्छे सबैले खेल्न मिल्छ। यहाँ चाहिँ रमाइलो। यहाँ चाहिँ खेल्नु यहाँ टाइगरहरू छन्। यहाँ यस्तो खतरनाक देखिएछ। बाबू नजा बेटा, नजा नजा। खतरनाक छ। कहाँ पुगे? टाइगरमा गइहाल्ने हो। यता फेरि मकै बारी, मकै कति मकै घारीमा आइयो।